उपलब्ध गराउनुहुने र आग्रह गर्नुहुने चिसो पानी नेपाल ट्रान्सपेरेन्सी इन्टरनेसनलको संयुक्त टिमलाई म जय नेपाल भन्न चाहन्छु र यस हलभित्र उपस्थित सम्पूर्ण पदीय हैसियत प्राप्त र पदीय हैसियत प्राप्त नगरेका भोलिका हुनार विद्यार्थी भाइ बहिनीहरूलाई मैले स्वागत गर्दै म दुईटा मात्र एउटा कविता र एउटा मुक्तक वाचन गर्ने अनुमति चाहन्छु बाँकी मेरो शब्दहरूबाट। फर्स्टमा कविताको शीर्षक छ कोट। तपाईँहरू कोट जानु मन पराउनेहरू को हुनुहुन्छ खै हात तल गर्नुहोस् त। कोट ओके। अब यो चिसो पानी नेपाल र ट्रान्सपेरेन्सी इन्टरनेसनललाई लक्षित गरेर मैले आजै लेखेको यो आजै लेखेको यसको संयुक्त भूमिका पनि छ तर म वाचन गर्ने अनुमति चाहेँ। शीर्षक छ कोट। म काली कोटसँग डराउँछु जहाँ साँच्चैकै भोट देखेको छु, विवेकका भयङ्कर दिवाल देखेको छु, जाजरकोटसँग डराउँछु हैजा र महामारी सुनेको छु, गाउँभित्र दले चोक देखेको छु, मुसाले बाली खाइदेन भनी छिमेकी मुसिकोटसँग डराउँछु, मुसाले बाली खाइदेन भनी छिमेकी मुसिकोटसँग डराउँछु, थाहा छैन खोइ किन कोटसँग म किन डराउँछु, थाहा छैन खोइ किन कोटसँग म किन डराउँछु, छोरी भएको भए उनले एमसँग डराउँथे त्यसैले सेतो कोटसित म डराउँछु, छोरी भएको भए एमसँग डराउँथे त्यसैले सेतो कोटसित डराउँछु।